हेलो साथीहरू नमस्ते। तपाईँहरूलाई एउटा कुरा जानकारी गराउन आइरहेको छु है मैले। यो ज्यानजीको आन्दोलनले गर्दाखेरि यहाँ जेलबाट भागेको कैदीको कारणले गर्दाखेरिमा युएले भिजिट भिसा र वर्किङ भिसा दुइटै बन्द गरेको छ अहिले। र कोरियाले पनि अब मान्छे लान बन्द गरेको छ अहिले यो कारणले गर्दाखेरिमा। तपाईँलाई यो कुरा थाहा छ कि थाहा छैन? कसैले पनि कोरिया पठाउँछु, युए पठाउँछु, वर्किङमा पठाउँछु भनेर पैसा खाने, पैसा माग्ने गरेर तपाईँहरूलाई यस्तो गर्यो भने चाहिँ तपाईँहरू एकदम सचेत हुनु होला। अहिले सरकारले अब गभर्मेन्टले यहाँको युए गभर्मेन्टले कोरिया गभर्मेन्टले बन्द गरिरहेको छ अहिले। त्यसैले कसैले पनि तपाईँलाई झुटो आश्वासन दिएर पठाउँछु भनेर पैसा खाने काम गर्ला। त्यो सचेत रहनु होला र कसैलाई पनि पैसा नउजाउनु होला। र यसरी आश्वासन दिएर तपाईँहरूलाई प्रलोभन पार्न सक्छ, त्यसै झुटो गर्न सक्छ। अहिले नयाँ अपडेट नआएसम्म अहिलेलाई बन्द गरेको छ। त्यसैले तपाईँहरूलाई जानकारी होस् भनेर मैले भिडियो बनाएको छु। यो भिडियोलाई सक्दो सेयर गरेर सबैसम्म जानकारी पुर्याउनु होला। धन्यवाद।